फाइनली साथीहरु हामी सुपिङ आइपुग्यौं। अब यहाँ बस राखेछौं। बस यहाँसम्म मात्रै। अब यहाँबाट हाम्रो पैदल यात्रा हुन्छ। मेरो ससुराली चाहिँ त्यो डाँडाको बिचमा यहाँबाट देख्नु भइराछ। सबभन्दा लास्ट घर हो। यहाँ हेर्नु यति चिसो ठाउँ छ कि कुरै छोड्दिनु। त्यहाँ माथि हेर्नुस् डाँडाबाट कुहिरो झर्दै आइसक्यो। अबको 10 मिनेट भित्र यहाँ कुहिरोले ढाक्छ। हिँड ल यो हाम्रो यो देखिरा डाँडाको पछाडि उता बुढी चौर हेटौँडा जुन बुढी चौर छ त्यो बुढी चौरको डाँडा हो। धेरै 2-2.5 वर्षपछि आएको भएर होला सायद यति उकालो हल्का उकाली छ जस्तै छ, तर खासै उकालो त होइन। भए तापनि हामी तराई बासिन्दाहरूलाई चाहिँ चढ्दाखेरि साह्रै गाह्रो हुन्छ। अब मेरो बुढी जुना आज माइत आएको भएर होला हेर्नु कति अगाडि पुगिसकेछ रमाउँदै। उताको डाँडाहरू केही देखेको छैन। उसो कुहिरोले पुरै ढाकिसकेछ। यहाँ चाहिँ भन्नुपर्दा 12 मासै पानी परिरहेको छ। हामी गाडीबाट ओर्लेको लगभग 5 मिनेट भयो। त्योभन्दा अगाडि पनि पानी नै परिरहेको थियो र अहिले घाम लागिरहेको छ। यो हाम्रो तराईतिर चाहिँ यो फल पाइँदैन। यसलाई चाहिँ के आलु पखाडा भनिन्छ। खालि यता यो एरियामा मात्रै पाइन्छ। देख्न सक्नुहुन्छ तपाईहरुले रुखमा फलिसकेछ है। यति टेस्टी हुन्छ कि यो कुरै छोड्दिनुस्। साह्रै मिठो हुन्छ। यो चाहिँ हाम्रो सुन्तलाको बोट त्यहाँ देख्नु भइरहेको छ। यसलाई चाहिँ नस्पातीको बोट हो साथीहरु। यो अहिले चाहिँ छैन। र यो सुपिङ एरियाको चाहिँ खासै भन्नुपर्दा चाहिँ के छ भने यहाँ गर्मी चाहिँ हुँदैन जस्तो सुकै घाम लागे पनि। र यहाँ सागसब्जी तरकारी खेती चाहिँ धेरै नै निकै नै भइन्छ यहाँ। किनभने यहाँको पानी माटै अजिबको माटो छ यहाँ। फाइनली जोस स्यास्या फ्याफ्या गर्दै मुटुको धड्कन तेज बनाउँदै हामी आइपुगेका छौं। ससुराली गाउँ आइपुगिसक्यौं। यो चाहिँ मेरो बहिनीको घर हो। यहाँ यो चाहिँ उ त्यो देख्नु भइरहेको छ तपाईले। यो चाहिँ थली भनिन्छ। यो एरियामा चाहिँ अलिकति समूह छ। त्यहाँबाट मासिएर लागेपछि पुरै उकालो डाँडा काँडा हो।
आइपुग्यौँ जोस 2.5 वर्षपछि ससुराली गाउँ आइपुग्यो। साह्रै गाह्रो भयो साथीहरू। आजलाई यति नै, पछि फेरि नयाँ भिडियो लिएर फेरि आउनेछु। अहिलेलाई हस्त ल, धन्यवाद, नमस्कार।